परमेश्वरको नाममा सबैलाई जेमेसी अनि तपाईँहरूलाई क्रेब एन्ड कार पोडकास्टमा स्वागत छ। अनि आज हामी चाहिँ एपिसोड 4 मा छौँ। अनि आज चाहिँ हामी परमेश्वरको वचनबाट केही कुराहरू हेर्नेछौँ। अनि अनि विशेष गरी चाहिँ यो हप्तामा परमेश्वरको वचन पढिराखेको थिएँ। अनि अनि केही ठाउँहरूमा चाहिँ मैले केही कुराहरू पढ्ने मौका पाएँ। अनि मलाई एकदमै अनौठो लाग्यो। अनि त्यो विषयमा चाहिँ म तपाईँहरूको बिचमा सेयर गर्न जाँदैछु। अनि विशेष गरी यो मत्तीको पुस्तक 10:16 पढ्दाखेरि यहाँ यीशु ख्रीष्टले जब आफ्नो चेला 12 जनालाई चाहिँ अनि पठाउनुहुन्छ, जाऊ तिमीहरू गएर चाहिँ इजरायलको घरानामा गइकन चाहिँ परमेश्वरको राज्यको बारेमा चाहिँ सुसमाचार सुनाऊ र तिमीहरूले चाहिँ आश्चर्य कर्महरू गर भनेर उनीहरूलाई पठाउनुहुन्छ। अनि त्यतिखेर चाहिँ उहाँले एउटा एउटा वाक्य बोल्नुहुन्छ, त्यो चाहिँ मलाई एकदम अनौठो लाग्छ। यीशु ख्रीष्टले भन्नुहुन्छ, हेर म तिमीहरूलाई बुवासाहरूका बीचमा भेडा झैँ पठाइरहेको छु। यसकारण तिमीहरू सर्प झैँ चनाखो र ढुकुर झैँ निर्दोष हौ। मत्ती 10:16। अनि एमा यो 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 पदमा चाहिँ थुप्रै कुराहरू चाहिँ छ होइन, बुझ्नुपर्ने। तर मलाई चाहिँ एकदमै अनौठो लागेको कुरा चाहिँ यहाँ यीशु ख्रीष्टले भन्नुहुन्छ, म तिमीहरूलाई ब्वाँसोहरूको बिचमा भेडा झैँ पठाइरहेको छु भनेर भन्नुहुन्छ। अनि म यो पढ्ने क्रममा यो मनन गरिराखेको थिएँ। अनि म अझै पढ्दै गइराखेको थिएँ। अनि त्यतिखेर लुकाको पुस्तकमा जाँदाखेरि फेरि यही कुरा आउँछ, जब उहाँले 12 जना होइन तर आफ्नो 70 या 72 जना चेलाहरूलाई पठाउँदाखेरि चाहिँ उहाँले चाहिँ दुईको जोडामा पठाउँदाखेरि फेरि त्यही कुरा भन्नुहुन्छ। लुका 10:3 जाओ हेर म तिमीहरूलाई बुवासाहरूका बिचमा भेडाका पाठाहरू चाहिँ पठाउँछु। अनि यीशु ख्रीष्टले चाहिँ आफ्नो चेलाहरू 12 जनालाई त्यसपछि 70 जनालाई पठाउँदाखेरि उहाँले चाहिँ विशेष गरी उनीहरूलाई भन्नुहुन्छ कि तिमीहरूलाई चाहिँ म बुवासोहरूको बिचमा पठाइराखेको छु भनेर भन्नुहुन्छ। अनि के हो त यो बुवासो भनेको त होइन? अनि मलाई कस्तो अनौठो लाग्यो यो कुराहरू हेर्दै जाँदाखेरि। अनि जब म यो अध्ययन गर्ने क्रममा थिएँ, नयाँ नियममा चाहिँ यो बुवासो अनि ग्रिक भाषामा लाइकोस भनेर भनिन्छ होइन, या हामी लाइकेन भनेर भन्छौँ। यो शब्द चाहिँ तपाईँको एकदमै कम छ, 5 चोटि मात्र उल्लेख गरिएको छ। र यो 5 चोटिमा 4 चोटि चाहिँ यीशु ख्रीष्टले नै प्रयोग गर्नुभएको छ यो बुवासो भनेर होइन। खालि एकचोटि मात्र पौलले लेख्नुहुन्छ। अनि पौलले के लेख्नुहुन्छ भन्दाखेरि प्रेरितको 20:29 हामीले हेऱ्यो भने उहाँले के लेख्नुहुन्छ भन्दा, किनभने मलाई थाहा छ कि म गएपछि डरलाग्दा बुवासाहरू तिमीहरूका माझमा पस्नेछन् जसले बगाललाई बाँकी राख्ने छैनन् रे। अनि यीशु ख्रीष्टले पनि बारम्बार भनिराख्नु भएको थियो। अनि पौलले पनि यही कुरा स्मरण गराउँछन् कि यो बुवासोहरू चाहिँ आउनेछन् जसले बगाललाई तितर बितर पार्नेछन्। यी बुवासोहरूको बिचमा यीशु ख्रीष्टले आफ्नो चेलाहरूलाई पठाउनुहुन्छ र त्यो हराएका भेडाहरूलाई खोजेर ल्याऊ भन्नुहुन्छ। अनि के हो त यो बुवासोहरू, कसलाई देखाउन खोजेको, कस्तो व्यक्तिहरूलाई देखाउन खोजेको भन्ने कुरा मैले सोचिराखेको थिएँ। मैले अन्यलतामा बसिराखेको थिएँ जब म पढ्दै जाँदाखेरि। अनि मैले मत्तीको पुस्तक हामीले यदि 7:15 हेऱ्यो भने त्यहाँ यीशु ख्रीष्टले खुलस्त गरिदिनुहुन्छ। मत्तीको 7:15 यीशु ख्रीष्टले भन्नुहुन्छ, झुटा अगमवक्ताहरूदेखि होसियारी बस, जो तिमीहरू कहाँ भेडाको भेषमा आउँछन् तर भित्रपट्टि चाहिँ डरलाग्दा बुवासाहरू जस्ता हुन्छन् रे। यहाँ यीशु ख्रीष्टले स्पष्ट भन्नुहुन्छ कि यो बुवासोहरू भनेको चाहिँ यो डरलाग्दो बुवासो भनेको चाहिँ यी झुटा अगमवक्तालाई उहाँले भन्नुभएको छ। अनि के हो त यो अगमवक्ता? हामी धेरैचोटि चाहिँ प्रोफेट अगमवक्ता भन्दाखेरि हामीलाई लाग्छ कि भविष्यवाणी गर्ने होइन, फ्युचरको बारेमा भन्ने हामी चाहिँ सोच्छौँ। तर अगमवक्ताको मिनिङ हिब्रू भाषामा नाबी भन्छ भने ग्रिक भाषामा प्रोफेटिज भन्छ। त्यसको अर्थ के हो भन्दाखेरि टु स्पिक फोर्थ भनेको अर्थ बोल्नु या कसैको पक्षमा या कसैलाई प्रतिनिधित्व गरेर बोल्नु। अनि बाइबलको हिसाबमा चाहिँ कुनै पनि व्यक्तिले यदि परमेश्वरलाई प्रतिनिधित्व गरेर परमेश्वरबाट चाहिँ उनीहरू चाहिँ इन्स्पायर्ड भएर उत्साहित भएर उहाँको आत्माद्वारा के कुरा बोल्छन् भने त्यो व्यक्तिलाई प्रोफेट भनेर भनिन्छ। भविष्यको बारेमै हो भनेर भन्न मिल्दैन, तर यो चाहिँ परमेश्वरको आत्माले अगुवाई गरेको अनुसार बोल्ने कुरालाई चाहिँ प्रोफेट भनेर भनिन्छ। अनि यहाँ यीशु ख्रीष्टले भन्दै हुनुहुन्छ कि यी झुटा अगमवक्ताहरू चाहिँ डरलाग्दो बुवासो जस्तो हुन्छन्। अनि हामीले यदि परमेश्वरको वचनमा मत्तीको पुस्तकमा यदि हामीले 24:11 हेऱ्यौँ भने यीशु ख्रीष्टले भन्नुहुन्छ, अन्तको दिनमा एकदमै डरलाग्दो समय हुनेछ। त्यहाँ झुटा ख्रीष्टहरू आउनेछन्
त त्यति मात्र नभएर उहाँले झुटा अगमवक्ताहरू आउनेछन् रे, फल्स प्रोफेटहरू, स्युडो प्रोफेटिज भनेर ग्रिकले भन्छ भने चाहिँ। अनि मत्तीको 24:11 अनि मत्तीको 24:26 यो दुईटै पदमा हामीले हेऱ्यो भने यीशु ख्रीष्टले भन्नुभयो कि धेरै झुटा अगमवक्ताहरू खडा हुनेछन् र धेरैलाई भहकाउनेछन् रे। सो यो झुटा अगमवक्ताले यदि हामीले मत्ती 24:24 हेऱ्यो भने किनकि झुटा ख्रीष्टहरू र झुटा अगमवक्ताहरू खडा हुनेछन् र हुनसके चुनिएकाहरूलाई पनि भट्काउनलाई ठुला ठुला चिन्ह र आश्चर्यका कामहरू देखाउनेछन् रे। भनेको अर्थ यीशु ख्रीष्टले बारम्बार आफ्नो चेलाहरूलाई भन्दै हुनुहुन्थ्यो कि तिमीहरू बुवासोहरूको बिचमा छौ, डरलाग्दो बुवासोहरूदेखि सावधान हो। उहाँले चाहिँ यो झुटा अगमवक्ताहरूको बारेमा भन्दै हुनुहुन्थ्यो जसले चाहिँ उनीहरूले चाहिँ परमेश्वरको आत्माले अगुवाई गरेको भनेर बोल्ने कुराहरू, आश्चर्य कर्म गर्ने कुराहरू उनीहरूले गरिराखेका छन् र परमेश्वरको वचनले भन्छ अन्तको दिनमा थुप्रैजनालाई तिनीहरूले चाहिँ भरमाउनेछन् रे। यहाँसम्म कि चुनिएका परमेश्वरका नानीहरूलाई समेत उनीहरूले भरमाउनेछन् रे। अनि यो विषयमा चाहिँ पौलले भन्नुहुन्छ कि म गइसकेपछि रे, म तिमीहरूसँग हुँदाखेरि त यस्तो हुन दिएन, तर पौलले भन्छ अब म मर्न गइरहेको छु, म आफू अर्पित हुन गइरहेको छु। अनि पौलले भन्नुहुन्छ किनभने मलाई थाहा छ कि म गएपछि डरलाग्दा बुवासाहरू तिमीहरूका माझमा पस्नेछन् जसले बगाललाई बाँकी राख्ने छैनन् रे। पौलले भन्दै हुनुहुन्छ म हुँदा बेरसम्म एउटा असल गोठालो भएर बसेँ। मैले चाहिँ आफूले गर्नुपर्ने कर्तव्यहरू, यो बुवासोहरूदेखि जोगाउनु पर्ने कुराहरू, यो बुवासोहरूलाई लखेट्ने कुराहरू चाहिँ मैले गरेँ रे। तर म गइसकेपछि अब चाहिँ डरलाग्दो बुवासोहरू आउनेछन् रे, जसले चाहिँ बगाललाई चाहिँ तिथर पिथर पालिदिनेछन् भनेर पौलले भन्नुहुन्छ। अनि हामीले जब हेऱ्यो भनेपछि पौलले लेख्नुहुन्छ कि उहाँ चाहिँ यस संसारमा हुँदाखेरि उनले चाहिँ परमेश्वरको मण्डलीलाई कसरी सेवा गरेका छन् भन्ने कुरा यही प्रेरितको 20 अध्यायमा यदि हामीले हेऱ्यो भने पौलले भन्नुहुन्छ धेरै साङ्लाहरूले बाँधे तापनि, धेरै कष्टहरू भए तापनि उनले कहिले पनि परमेश्वरको सेवकाई गर्न छोडेनन् रे। यति मात्र नभएर उसले चाहिँ मैले कसैको पैसाको कुनै सुन न कुनै चाँदी कुनै कुराको मैले चाहिँ लोभ गरिनँ, तर मैले आफ्नो हातहरूले चाहिँ परिश्रम गरेर चाहिँ मैले एउटा उदाहरण बन्ने कोसिस गरेँ भनेर चाहिँ यदि हामीले प्रेरितको 20 अध्यायलाई पुरै पढ्यो भने पौलले त्यसरी एउटा बगालको रक्षा गर्नुभएको छ। अनि यीशु ख्रीष्टले यूहन्नाको पुस्तक 10 उहाँले फेरि यो बुवासोको बारेमा भन्नुहुन्छ। अनि उहाँले चाहिँ यहाँ लेख्नुहुन्छ कि यदि हामीले यूहन्नाको 10 अध्यायलाई हामीले हेऱ्यो भनेपछि यहाँ यीशु ख्रीष्टले भन्नुहुन्छ कि यो भाडामा काम गर्नेहरूले त टाढाबाट बुवासो आएको देख्छन् र उनीहरू भाग्छन् रे, र त्यो बुवासोले चाहिँ भेडाहरूलाई समात्छ र तिनीहरूलाई तिथर पिथर पारिदिन्छ भनेर यीशु ख्रीष्टले भन्नुहुन्छ। अनि साँच्चै नै आजको समयमा चाहिँ हामीलाई एउटा साँचो गोठालोको एकदमै आवश्यकता छ, जसले चाहिँ आफू परिश्रम गरेर संसारिक धन सम्पत्तिहरू, सांसारिक मोहको कुराहरूमा होइन, तर परमेश्वरका बगाललाई चाहिँ साँचो तरिकाले हेर्ने अनि त्यस्तो गोठालो हामीलाई चाहिएको छ जसले चाहिँ यो बुवासोहरूबाट चाहिँ, यो झुटा अगमवक्ताहरू, झुटा परमेश्वरको वचनहरू बाँड्नेहरूबाट चाहिँ जोगाउनको निम्ति सुरक्षा दिने त्यस्तो हामीलाई एउटा गोठालोको आवश्यकता छ। यदि हामीले प्रकाश वाक्यको पुस्तकमा हेऱ्यो भनेपछि त्यहाँ झुटा अगमवक्ताहरूको बारेमा लेखिएको छ। जसरी हामी 3 त्रिएक परमेश्वर ट्रिनिटी भन्छौँ, पिता पुत्र पवित्र आत्मा भन्छौँ, त्यसरी नै यदि हामीले प्रकाश वाक्य 16:13 हेऱ्यो भने अनि प्रकाश वाक्यको 19 र 20 हेऱ्यो भने यहाँ पनि यो झुटा अगमवक्ता भनेको छ। तर धेरै बाइबल विद्वानले अपवित्र त्रिएक भनेर उनीहरूले भन्छन्, अनहोली ट्रिनिटी, जसमा चाहिँ यो एउटा अजिङ्गरको बारेमा प्रकाश वाक्य 16:13 अजिङ्गरको बारेमा भनिएको छ, त्यसपछि एउटा दैत्यको बारेमा भनिएको छ, त्यसपछि झुटो अगमवक्ता भनेको छ। यो तीनटाले चाहिँ सारा संसारलाई चाहिँ उनीहरूले परमेश्वरबाट चाहिँ भरमाउने काम गरिराखेको छ। अनि यही कुरा चाहिँ आउने समयहरूमा भइरहेको छ र अहिले पनि भइरहेको छ। यो झुटा अगमवक्ताहरू हाम्रो माझमा खडा भएका छन्। उनीहरूले परमेश्वरको वचनलाई उनीहरूले परमेश्वरबाट प्रेरणा पाएर परमेश्वरको आत्माले अगुवाई गरेर बोलेको त भन्छन्, तर उनले परमेश्वरको बगाललाई चाहिँ उनीहरूले चाहिँ भरमाउने काम गरिराखेको छ। उनीहरूले परमेश्वरको बगाललाई चाहिँ उनीहरूले तिथर बिथर पारिराखेको छन्। हुन सके भए उनीहरूले चुनेकालाई पनि उनीहरूले चाहिँ परमेश्वरको उपस्थितिबाट टाढा लग्दैछन्। अनि यीशु ख्रीष्टले भन्नुहुन्छ तिमीहरू सावधान बस। यो झुटा अगमवक्ताहरू जो चाहिँ बुवासोहरू हुन्। अनि पौलले भन्नुहुन्छ म हुँदा बेरसम्म मैले यस्तो हुन दिएन,
तर म गइसकेपछि तिनीहरू आउनेछन्, किन भन्दा उनलाई थाहा थियो कि परमेश्वरका गोठालाहरूले उनीहरूले गर्नुपर्ने आफ्नो जिम्मेवारीलाई बुझ्न सकेका छैन। उनले एफिससको मण्डलीलाई का अगुवाहरूलाई बोलाएर भन्दै हुनुहुन्छ, परमेश्वरको मण्डलीलाई कसरी सुरक्षित राख्ने, यो खतराहरू हुँदैछ भनेर। अनि त्यसै कारणले गर्दाखेरि हामी यो विषयमा अझै हामी हेर्नेछौँ, किन हामीलाई अगमवक्ताहरू चाहिन्छ। अहिले परमेश्वरका अगमवक्ताहरूको किन खाँचो छ, वास्तविक अगमवक्ताको खाँचो छ, किन अगमवक्ता एकदमै महत्त्वपूर्ण छ। त्यसै कारणले गर्दा शैतानले झुटो अगमवक्ताहरूलाई उठाइराखेको छ। किन यो अगमबाडीका कुराहरू एकदमै महत्त्व छन् भन्ने कुराहरू हामी पछि आउने एपिसोडहरूमा हेर्छौँ। हुन्छ, हामी हाम्रो आजको एपिसोड यहीँसम्म राख्छौँ। थ्याङ्क यू भेरी मच।